प्रसन्न लामा दाइपछिको मासु लभर चाहिँ मै होला क्या। किन मासु बिना मेरो भातै छिर्न खोज्दैन। सो दिनभरिको कामपछि हामीले बनाएर खाए मासु अनि रातमा सबैजना सँगै काम गर्दै। देख्न सक्नुहुन्छ हाम्रो घरको मेम्बर्सहरु चाहिँ यहाँ मकै भात्दै हुनुहुन्छ। पहिला बिहान नाम्लो र हाँसे बोकेर बारीमा जानु पर्थ्यो, तर अहिले भने डोको बोकेर जानु पर्ने अवस्था छ। भनिन्छ नि सेम बट डिफरेन्ट। कुन चाहिँ बुद्धिमान होला यसरी डोकोमा मकै खादी हालेर सुरुमा यसरी काम गर्नु पर्छ भनेर सिकाउने। अनि छोटा बम बडा धमाका भन्छ नि, हो त्यही हो क्या हाम्रो मम्मी चाहिँ। हेर्नु न, मैले बोक्न सक्दिन होला यार, यत्रो ठुलो भारी मजाले टुई बोक्नुहुन्छ, अझ त्यो माथि पनि घाँस चढाएर। आम्बो, म त सक्दिन यार मम्मीको अगाडि। अब हाम्रो चाहिँ 2-4 दिनमा मकै बोकेर पनि भ्याउँछ होला। अनि आज चाहिँ हामी 4 जनाले बिहान भरिमा जम्मा 4 खेप बोसारे, बाँकी त कति हो कति। अनि यो घाम चर्क्यो भने चाहिँ मकै बोक्न लास्टै भन्दा पनि लास्टै नै झ्याउ लाग्ने क्या। गर्मीले बाबै झन् भारी बोक्दा नसक्नु हुन्छ, झन् त्यही माथि पसिना त्यट के कुरा गर्नु यार। त्यसपछि दिउँसोमा म चाहिँ चल्देको गोरु फुकाएर अनि गोरुलाई साइड लाएर मलाई चाहिँ आज नुहाएर सफा पनि हुनु पर्ने हुन्छ। घाममा काम गर्दा शरीर पुरै पसिना, कहिलेकाहीँ त त्यही भएर आफ्नो ज्यान आफैलाई घिन लाग्छ यार। अनि म चाहिँ घर आएर भात पनि थाप्दिए। अनि देख्न सक्नुहुन्छ मेरो फेस ह्याप्पी, किनकि आज बनाउने वाला थिए म मासु बिना त कस्तो खानै नगएको जस्तो हुन्छ। जान त जान्छ तै पनि मासुका बाधी अलग हे। सो सरी यार, मैले तँलाई चाहिँ मार्नु पर्ने हुन्छ। मासु भनेपछि नभएको जाँगर पनि कहाँबाट आउँछ काम गर्नलाई फेरि। अनि मैले चाहिँ पुरै भातल भुतुल गरेर सके। अब चाहिँ यसलाई झर्काउनु पर्ने हुन्छ। अनि पुरै झर्काइ भएपछि चाहिँ यसलाई मैले गर्नु पर्ने हुन्छ मस्तले टाकन टुकुन टक्क। सो यसलाई चाहिँ काटेर मैले पुरै रेडी बनाएँ। अनि मलाई चाहिँ झ्याउ लागिरहेको थियो, त्यही भएर मैले चाहिँ पकाएन। अनि मेरो मोबाइलमा चाहिँ चार्जको अभाव थियो, त्यही भएर भिडियो बनाउन डाइरेक्ट सुरु गरेँ मैले खाना खाइ भ्याएपछि। रातिमा कस्तो खतरा पानी परिरहेको थियो क्या। अनि सबैजना बसेर एकछिन मकै सराए, सबैजना मतलब म बाहेक सबैजना। म त बेला झ्याउ नला बेला मात्रै गर्छु। त्यही हो, अब चाहिँ हामीलाई भेट्नु पर्ने हुन्छ भोलि। सो द्याट्स इट फर टुडे, टाटा एन्ड बाई बाई।